छाती र यो चाहिँ हाम्रो वनभोज हाम्रो अङ्कलले खाना खाइसक्नु भएको छ डम्म भुडी ढडाएर बसिसक्नु भयो उता हाम्रो सिङ्गरा सबलाई निन्द्रा लागिसक्यो यता हाम्रो बाजे खाना खाँदै हुनुहुन्छ कस्तो लागिरहेछ त खाना मिठो छ ओहो खाना खाने के हो थाल पनि यार गजबकै छ त तपाईँको त तपाईँको यो पर्सनल थाल हो क्या हो पर्सनल थाल हो ऊ अर्को थाल उता सुकाइसक्नु भयो डाँडामा भात यही हो यी टक्क वनभोज जस्तो कस्तो लागिरहेछ त तपाईँलाई यो पर्सनल थालमा खाँदाखेरि पर्सनल थालको अनुभव कस्तो लागिरहेछ त पकाएको पिकनिक आगो बालेर झ्यामझ्याम गइरहेछ अझै थप्ने गयो पनि छ यहाँ यी एकचोटि